ओ भाइ झोला बोकेर तिमी कता हमेको? कोरियन ल्याङ्ग्वेज पढन हिँडेको दाजु। ए होर यो कोरियन ल्याङ्ग्वेजको विषय कति क्लासको किताबमा हुन्छ भाइ? क्लासको किताबमा हुँदैन दाइ, यसको लागि छुट्टै ठाउँमा गएर पढ्नु पर्छ। ए होर भाइ, त्यसो भए कोरिया जानको लागि पढ्नु पो पर्ने रहेछ भाइ, होइन? ए हो दाइ, कोरियन ल्याङ्ग्वेज पढेर पास गरेपछि कोरिया जान पाइन्छ दाइ। ए होर भाइ, पढेर पास गरेर जाने हो भने कोरियामा मजाले कुर्सीमा बस्ने कम्प्युटर चलाउने काम पाइन्छ होला है भाइ? ए होइन दाइ, करेसा बारीमा काम गर्ने, लेबरी काम गर्ने जे पाइन्छ त्यही गर्नुपर्छ दाइ। कहाँ कुर्सीमा बसेर कम्प्युटर चलाउने काम पाउनु दाइ? ठुक्क भाइ, पढेर पास गरेर कोरिया गएर करेसा बारीमा काम पाइने हो भने झोला सोला उता फाल, यता आऊ, ऊ मेरो खेत बाँझै छ, ल मैले तिमीलाई दिए, त्यसैमा फलफूल साग सब्जी लगाऊ अनि नेपालमै बसेर कमाऊ। किन त्यत्रो पैसा खर्च गरेर पढ्नु पर्यो? यदि विदेश जानको लागि पढ्नै पर्ने हो भने प्रत्येक क्लासमा विदेशी विषयका किताबहरू राखे भइगयो नि। आखिर हाम्रो नेपालका प्रत्येक घरबाट एक दुईजना दाजुभाइ दिदी बहिनीहरू विदेश पलायन भएकै छन्। विदेश जानको लागि छुट्टै क्लासमा पढ्नुभन्दा प्रत्येक क्लासमा विदेशी ल्याङ्ग्वेजको किताबहरू पढाइ भयो भने पढाइ सकिम बित्तिकै विदेश जान सजिलो होला। हो दाजु, मैले डिग्री पास गर्नको लागि यति धेरै समय क्लासमा पढे, अब फेरि विदेश जानको लागि छुट्टै क्लास पढ्दैछु। क्लासमै पढाइ भएको भए अहिलेसम्म म कोरिया गएर पनि केही पैसा कमाइ सक्थे होला, तर के गर्नु दाजु, त्यत्रो क्लास पढे, नेपालमा केही जागिर पाएन, अब फेरि विदेशमा जानलाई छुट्टै क्लास पढ्दैछु।